एक सुन्दर गाउँमा एउटा सानो बिउ माटोभित्र लुकेको थियो। त्यो बिउ सधैँ आकाशतिर हेर्ने गर्थ्यो र ठूलो रुख बन्ने सपना देख्थ्यो। वरिपरिका ढुङ्गा र घाँसले उसलाई हेरेर हाँस्थे। "त त सानो बिउ मात्र होस्, ठूलो रुख कसरी बन्छस्?" उनीहरूले जिस्काउँथे। बिउलाई दुःख लाग्थ्यो, तर उसले आफ्नो सपना कहिल्यै छोडेन। एक दिन ठूलो पानी पर्यो। पानीको थोपाले बिउलाई ऊर्जा दियो। बिस्तारै त्यो अङ्कुरियो र सानो हरियो टुसा बाहिर आयो। तर यात्रा सजिलो थिएन। कहिले कडा घाम लाग्थ्यो, कहिले हावा जोडले चल्थ्यो। सानो बिरुवा डराउँथ्यो, कहिलेकाहीँ झुक्थ्यो पनि, तर उसले आफूलाई भन्थ्यो, "म हार मान्दिन।" एक दिन एउटा बाख्रो आयो र त्यो बिरुवालाई खान खोज्यो। बिरुवा निकै डरायो। त्यत्तिकैमा किसान आएर बाख्रोलाई टाढा लगे। किसानले बिरुवालाई पानी हालिदिए र माया गरे। समय बित्दै गयो, बिरुवा बलियो हुँदै गयो। वर्षौँपछि त्यो ठूलो रुख बन्यो। त्यसको हाँगामा चराहरू बस्न थाले, छायामा मानिसहरू आराम गर्न थाले। त्यही ढुङ्गाहरू जसले पहिले हाँसेका थिए, अब रुखको छायामा बसेर भन्थे, "हामी गलत थियौँ, सानो बिउ पनि ठूलो बन्न सक्छ।" रुखले मुस्कुराउँदै भन्यो, "सपना देख्न कहिल्यै नडराउनु र मेहनत गर्न कहिल्यै नछोड्नु।" शिक्षा: सानो सुरुवात भए पनि धैर्य, मेहनत र विश्वासले ठूलो सफलता पाउन सकिन्छ।